माइली त बेलैमा आइपुगे यस्तो दिदी बहिनीहरू पनि आउँछु भन्थे त हो यसो फोन लाइदै हेर्न मेरो त आँखामा मोतीबिन्दु भयो कि के भयो केही देख्दिनँ हिजो आज त फोनै लाउन पनि जान्न छोडेँ हौ म त हेरेर फोन लगा कहाँ आइपुगे दिदी बहिनी ल आमा म यहाँ फोन लगाइदिन्छु तपाईँ बोल्नु ल हेलो काइली कहाँ आइपुग्यो हो तिमीहरू खोइ फोन सोन पनि गर्दैनौ म त यहाँ आँखा पनि देख्दिनँ यहाँ माइली आई अघि अलिकति अगाडि आई खाना खाने बेलामा आई यसो खानासाना खायौँ आउँदैछौँ बाटामा आउँदैछौँ है बाटामा आइपुग्न आँट्यौँ अब ए ल को छौ त नि सबै बेला भएर आएका छौँ ए ल छिटो आऊ छिटो कान्छी चाहिँ अब भरे एकछिनबाट आउने कुरा छ है आमा आउँदैछौँ अरू सबै बेला भएर ए ल त्यो कान्छीले चाहिँ किन ढिलो गरेछ हौ फेरि अब त्यसको घरमा सासू ससुरालाई खाना दिएर हिँड्नुपर्ने होला ल अहिले फोन काट मात्रै जान्छ केही देख्दिनँ मैले काटेँ साह्रै ढाड पनि दुःख खुट्टा पनि दुःख एकछिन तन्काउनु पर्यो केटीहरू पनि कहाँ हेर्नु पर्यो ए लुगा पनि आजकल कोही केटीले किनेर ल्याइदिन्छन् यस्ता नलाऊ भने पनि आमाले उयो लाइन भन्छन् सजिलो त सजिलो पनि हुने है नानीहरू ए खोइ त कहाँ आइपुग्यो त केटीहरू आएकै रहेनछन् हौ म आमाको मन कतिखेर हतार भएको नि आउँदैछौँ भन्थे आइहाले कि भनेर नि हौ कान्छी तिज आयो भन्छन् सबैका छोरी घरमा आएर रमाइलो भएको छ तिम्रो हाम्रा त छोरी पनि छैनन् बुहारी पनि माइत गइहाले एउटा जस्तो साडी छोरी हुँदा त ल्याइदिन्थ्यो लाउन पाइन्थ्यो हामी चाहिँ छोरी लाउने त अब अघि पाउँदो रहेछ त कान्छी ए साथी ल्याएर लाउँला न हौ के को हामी पनि कम्ती छौँ हौ हाम्रा पनि बुढालाई ल्याउन लाउँला के गरौँला लाउँला न हौ हामी पनि अर्काको देख्दा त नि मन कुक्का खाँदो रहेछ सबैजना आइपुग्यो यहाँ सबै भाइहरूको कसैले चाहिँ मलाई नै बोकाइरहेछन् के गर्नु जहिले गएर बोकाउँछन् आमा सबैजना कसैले यहाँ छ यता बस्नु बस्नु यहाँ सजिलो पनि हुन्छ सजिलो आमाको मुख पनि हेर्नु पाएन कसरी आइपुग्यो